त्रिरत्न शरणम प्रसिद्धले लसो फ्याफुल्ला नमस्ते। अनि यो जन्तर मन्तर तन्त्र के हो त? यी जन्तर मन्तर यसबारे महत्त्वपूर्ण जानकारी गराउनेछु। आज चाहिँ हामी यो विशेष गरी हामीले लगाउने जन्त्रहरूको बारेमा चाहिँ केही अ, जानकारी गराउन चाहन्छु। जन्तर 1 काम अनेक। जन्तर 1 काम अनेक कति प्रकारले काम गर्छ भन्दाखेरि 109 प्रकारको काम गर्दछ। 109 प्रकार भनेको धेरै किसिमको हुन्छ यसमा। तपाईँको जन्मदेखि मरणसम्मको भनौँ लगभग जीवनमा आइपर्ने धेरै किसिमको विघ्न बाधाहरू चाहिँ यसमा समेटेको हुन्छन्। यो अलिक ठुलो छ। अनि यो जन्तर चाहिँ धेरै थरीको हुन्छ। अब जन्तर मन्त्र तन्त्र भन्छ है। अब मन्त्र भने चाहिँ अब मन्त्रहरू हुन्छन्, भगवानहरूको मन्त्र अब धेरै प्रकारको हुन्छन्। अब जस्तै भनौँ एउटा हाम्रो ज्ञानको लागि ज्ञान चाहिने अब घरको केटाकेटी नानीहरूको लागि मञ्जुश्री मञ्जुश्रीको मन्त्र हुन्छन्। मञ्जुश्रीको चाहिँ बुट्टी लगाउनेले अलिकति नानीहरूको लागि अब धेरै हामीमा प्रज्ञा बढ्ने हुन्छ। त्यस लगायत धेरै किसिमको हुन्छन्। अनि अरू ग्रहहरूको हुन्छन्, धेरै किसिमको ग्रहहरू हुन्छन्। अब संक्षिप्त भन्नुपर्दा लोकक अनि यो धुनसुर, थुन्सुम, सिसे भन्ने आदिहरू हुन्छन्। अनि 12 ग्रह, 8 ग्रह, 9 ग्रह, 28 नक्षत्र लगायत सबै धेरै किसिमको ग्रहहरू हुन्छन्। सबै ग्रह हुनको लागि चाहिँ कुनै अलिक ठुलै खालको लाउनुपर्छ, नभए एउटा एउटा पनि छुट्टै छुट्टै पनि आउँछन्। यसमा अब धेरै किसिमको कुनै हामीले आयुमा बाधा हुनेको लागि आयुको पनि आउँछन्। अब जस्तै अब सङ्गीत छेपामियाको लाग्यो भने अब जस्तै हाम्रो आयु घटेको छ, शोकमा धेरै नै कमी छ भने त्यसको लागि चाहिँ अब यो छेपामेको आयु चक्र लगाउँछन्, त्यो लगाउनु पर्ने हुन्छन्। अनि भाग्य उदय चक्र भन्ने हुन्छन्। अब धेरै नै अब कतिको चाहिँ हाम्रो भाग्यमा एकदमै त्यस्तो जीवनमा उतार-चढाव नभइकन धेरै नै व्यापारमा हानि हुने, अनि पढाइमा बाधा, अनि धेरै मान्छेको ईर्ष्या, डाहा आदि लागेर धेरै भाग्यमा एकदम धेरै खोट हुन लाग्यो, त्यो लाउनुपर्छ। अनि त्यसपछि अनि कुनै अब व्यापार व्यवसायमा अलिकति घाटा हुने, जति आफूले मेहनत गर्दा पनि भने जस्तो सोचे जस्तो फल नपाउने, व्यापारमा अलिकति राम्रो नाफा कमाउन नसक्ने, घाटै घाटा परेर हुनको लागि त्यस्तो लागि हुन्छ कुनै। कुनै चाहिँ अब छारे रोग भनौँ, छारे रोग लाग्ने, अनि विभिन्न किसिमको टाउकोहरू दुख्ने, बेला बेलामा त्यस्तै रिङ्गटा लाग्ने, त्यस्तो किसिमको लागिहरू हुन्छन्। अनि अरू चाहिँ फेरि यो अर्को दर्जी नम्जाङको पनि आउँछन्। धेरै यो ड्रिपहरू लगाउने, अनि ड्रिपहरू एकदम ज्यानलाई अस्सी पार्ने, निद्राहरू नराम्रो देख्ने, एकदम जोस जाँगर नचल्ने, त्यस्तो लागि यो त्यस्तो पनि आउँछन्। अनि त्यस्तो धेरै किसिमको छाना दर्जी विशेष गरी वज्रपानीको पनि हुन्छ। त्यसले चाहिँ हामीलाई विभिन्न रोगहरू, बाधाहरू धेरै एकदम विशेष गरी इच्छा अथवा धेरै नै यो सिमे भूमि छेद प्रेतहरू आदिले चाहिँ रिसाएर चाहिँ हामीले धेरै हानि पुर्याउँछ भने त्यस्तो लागि। अनि अर्को आउँछ नाग नागिनीले पिट्ने, अनि हामीले विभिन्न डाहा लाग्ने धेरै नै किसिमको आउँछन्, भुटिया आउँछन्। अनि कुबेर झम्बाला हुन्छ। कुबेर झम्बाला चाहिँ अलिकति हाम्रो धनमा साह नहुने, एकदम जति कमाए पनि हाम्रो घरमा चाहिँ लक्ष्मी नबस्ने, अनि भने जस्तो सोचे जस्तो अलिकति नहुने, त्यस्तो लागि चाहिँ यो झम्बाला कुबेरको लाउनुपर्छ। अनि थुक्करको पनि धेरै किसिम हुन्छन्। यहाँ धेरै ठुलो विभिन्न दशग्रहहरूले एकदम पिरेको र धेरै किसिमको भनिन्छन्। 104 प्रकारको ग्रहहरूलाई चाहिँ निवारण हुन्छ भने घिक्री तोण्ड गेजु शिव, धेरै यो धेरै किसिम हुन्छन्।
अनि विशेष गरी यिनीहरूको एउटा बालबालिको चक्र हुन्छन्। धेरै त्यो नानीहरूलाई चाहिँ अब त्यो रुइरहने धेरै यो अलिकति मोजहरू लगाएर विभिन्न किसिमको त्यो अलिक बाधाहरू अड्चन भएको हुनको लागि त्यो लगाउनुपर्छ नानीहरूको लागि। अनि यो धेरै किसिमको हुन्छन्। अनि अब धेरै जस्तो भूत प्रेतले तर्साउने, अनि कुनैको आयुमा कमी हुने, स्वास्थ्यमा बाधा, विभिन्न किसिमको बाधाहरूको लागि धेरै किसिमको हुन त अब यो ग्रहहरू धेरै किसिमको हुन्छन्। ग्रहहरू हजुरहरूले अब सक्नुहुन्छ भने त अब ग्रह नै काट्नुपर्ने हुन्छन्। एउटा कुनै लोगक भन्ने हुन्छन्, रङ्गिक भन्छन् है, एउटै हो। अनि धुनसुर, थुन्चुम, सिसे यो ग्रहहरू काट्नुलाई चाहिँ त अब हामीले घरमा लामा गुरुहरू बोलाएर अथवा गुम्बामा गएर काट्नुपर्ने हुन्छन्। कम्तीमा पनि तपाईँको 8-10 हजारदेखि लिएर 20-30 हजारसम्म खर्च लाग्ने सम्भावना धेरै हुन्छ। अब कुनैले त त्यो गर्दा पनि राम्रो। त्यो नसार्न लागि चाहिँ एकदम सबभन्दा अचुक उपाय भनेको चाहिँ यो बुट्टी हो। बुट्टीहरू चाहिँ अब हाम्रो घाँटीमा चाहिँ लगाइराख्यो भने त अब त्यो चाहिँ हाम्रो ज्यानमा एकदम सुरक्षित भएर जान्छ नि त। त्यत्तिकै लगाएर त हुँदैन। बजारमा जस्तो पायो त्यस्तो किनेर लगाएर चाहिँ अब तपाईँलाई अलिकति काम नगर्ला। किनकि अब लगाउँदाखेरि अलिकति ज्यानलाई सोझा हुन्छ। तर यसमा धेरै किसिमको मन्त्रहरू हुन्छ। त्यो मन्त्रहरूलाई जगाउनु पर्ने हुन्छन्। ठुई राप्ने गरेर चाहिँ लगायो अनि त्यो विधिपूर्वक विधि पुऱ्याएर चाहिँ लगायो भने चाहिँ एकदम राम्रो हुन्छ। धेरै किसिमको जन्त्रहरू हुन्छन्। यहाँ कोही यस्तो हुन्छ। अनि त्यस्तै गरी अनि अर्को चाहिँ अब आफ्नो इष्टदेव अनुसार हुन्छ है। इष्टदेव चाहिँ अब अनुसार तपाईँ कति सालमा कुन सालमा जन्मेको कुन वर्गको त्यो अनुसार हुन्छन्। पहिला 1 नम्बरमा पर्छन् चेन्ड्रेसी। चेन्ड्रेसीको चाहिँ यस्तो हुन्छ है। अब यो आफ्नो लोक के अरे इष्टदेवको लागि अनि यस्तो चेप्टो पनि छ। अनि यस्तो गोल गोलमा लगाउनु गोलोमा 2 किसिमको हुन्छन्। अब कुनैलाई यस्तो मनपर्छन् अब यो ठुलो भने अनि यस्तो पनि लगाउन सकिन्छन्। 2 प्रकारको हुन्छन्। 1 नम्बरमा चिकर चेन्ड्रेसी भन्छन्। अनि त्यसपछि 2 नम्बरमा पर्यो छ्याना धुर्जे। छ्याना धुर्जे है। छ्याना धुर्जे वज्रपानीको लगाउँदाखेरि पनि एकदमै राम्रो हुन्छ। किनकि आफ्नो आफ्नो इष्टदेव चाहिँ हामीलाई अब यो जीवनमा भनौँ जन्मदेखि नै हामीलाई चाहिँ अब उहाँले नै हेर्ने अनि जीवनभरि हामीलाई हरेक दुःख सुख सङ्कटमा पनि उहाँलाई चाहिँ पुकार्यो भने चाहिँ उहाँले चाहिँ हामीलाई चाहिँ अब साथ दिनुहुन्छ भन्छन्। अनि हामीलाई यो जुन भोलि पर्सि हामी मरेर गयो, मरेर जाँदाखेरि पनि अब हाम्रो पञ्चतत्त्वको जीवन अ, मरेर गए तापनि हाम्रो जुन चित्त चाहिँ मरिँदैन। चित्त चाहिँ अब भोलिपर्सि भरतोमा गएर धेरै नै भौतारिने बेलामा त्यतिखेर चाहिँ अब आफ्नो इष्टदेवलाई चाहिँ हामीले चिनिराख्यो भने इष्टदेवलाई पुकार्दाखेरि उहाँले चाहिँ त्यतिखेर चाहिँ हामीलाई बचाउन आउनुहुन्छन्। उहाँले चाहिँ हामीलाई बाटो देखाउन आउनुहुन्छन् भन्ने त्यस्तो धेरै उदाहरण छन्। तपाईँले एउटा यो भर्दो भन्ने भिडियो हेर्दा पनि तपाईँ त्यहाँ पनि देख्न सक्नुहुन्छन्। एकजना त्यो अ, अनि रमाइलो बित्नु भएको हुन्छ। उहाँले चाहिँ अब धेरै अनि कहाँ कहाँ भर्दोतिर पुग्दाखेरि जब जब उहाँलाई अप्ठ्यारो एकदम त्यस्तो दुःख कष्टको चाहिँ सङ्कट आउँछ उहाँले चाहिँ आफ्नो इष्टदेवलाई पुकार्नुहुन्छन्। जब इष्टदेव पुकारेपछि उहाँ आउनुहुन्छन्। उहाँले चाहिँ धेरै नै उहाँले चाहिँ अब सन्दापना दिनुहुन्छन्, बाटो देखाउनुहुन्छन्। यसरी यसरी जानुपर्छ भने अनि अन्तमा उहाँ मुक्त हुनुहुन्छ। त्यसै गरी हामीले पनि आफ्नो इष्टदेवलाई चाहिँ अहिलेदेखि नै चिनेर सकियो भने मूर्ति, थाङ्गा स्थापना गरेर पूजापाठ गरेमा राम्रो। यदि त्यो पनि सकेन भने अब धेरैको अब त्यो समस्या होला अब रुम अब सानो होला त्यो पूजा गर्ने स्थान नहोला। कतिपय अब देश विदेशमा होला। अनि त्यस्तो लागि चाहिँ आफ्नो एउटा बुट्टी भयो भने एउटा आफ्नो इष्टदेवको बुट्टी लगाउने अनि पछि अनि त्यहाँ अरू चाहिँ ग्रहअनुसारको बुट्टी हुन्छन्। अनि यो 3 नम्बरमा चाहिँ धोर्जेसिम्बा भनेको बजार सत्तुर। त्यसपछि 4 नम्बरमा वज्रपानी। 2 नम्बर र 4 नम्बर चाहिँ वज्रपानी पर्छ। यस्तो हुन्छ है। 4 नम्बरको लागि वज्रपानी हुन्छन्। त्यसपछि 5औं नम्बरमा ngसेर भन्छन्। ngसेर भनेको अब यो बुद्ध भगवानको हुन्छ है। मुनिन्दा बुद्ध पनि भन्छन्। जे होस् अब बुद्ध भगवानको पर्छ यो।
यो मुनि बुद्धै भनौँ अथवा कुनै शाक्य मुनि बुद्ध पनि भन्छन्। त्यसपछि गएर 6 नम्बरमा गुरु रिम्पोछे ठुक्कर गुरु रिम्पोछेको पर्छन्। गुरु रिम्पोछेको हो। गुरु रिम्पोछे पनि एकदमै ठुलो शक्तिशाली अब गुरु हो। त्यसपछि अब तपाईँको 7 नम्बरमा आयो ढलमा तारा, ग्रिन तारा है। यो ग्रिन ताराको चाहिँ लगाएमा एकदम राम्रो हुन्छ। 7 नम्बरको इष्टदेव हुनेले एकदम आफ्नो इष्टदेव हो। त्यसपछि 8 नम्बरमा फेरि यो बुद्धकै पर्छ, भगवान् बुद्धको घेकर भन्छन्। यहाँ अब 8 नम्बरमा पनि बुद्ध भन्छन्, घेकर शाक्यमुनि बुद्ध। त्यसपछि अन्तमा 9 नम्बरमा चाहिँ मञ्जुश्री झ्याम्पे याङ मञ्जुश्री भन्छन्। मञ्जुश्री चाहिँ एकदमै अब यो प्रज्ञाको चाहिँ लागि हो। त्यो पनि हाम्रो इष्टदेव नै भएपछि त अब हामीलाई यो जीवनभर साथ दिने, अब अन्तमा उहाँले जाँदाखेरि परलोकमा पनि उहाँले साथ दिने कुरा हुन्छ धेरै किसिमको। अनि अरू धेरै धेरै किसिमको जन्त्रहरू हुन्छन्। यहाँ मैले सबै देखाएर साथ दिनु हुँदैन, धेरै बताएर साथ दिनु हुँदैन। अब यो पनि अब एकदम एक खालको सबै प्रकारको ग्रह साथ हुने खालको हो। त्यसपछि आएर अनि यो अब यो धुक्कर भन्ने हुन्छन्। धुक्कर एकदम यसमा चाहिँ उहाँको हजारवटा हात हुने हुन्छन्। अनि सबै किसिमको धेरै ग्रहहरूले शान्ति गर्ने। त्यो चाहिँ तपाईँहरूको अब भएअनुसार कुन किसिमको रहेछ त्यो अनुसारले लगाउनु पर्ने हुन्छन्। त्यत्तिकै लगाएर पनि हुँदैन। अनि इष्टदेव चाहिँ प्रत्येकले एक एउटा चाहिँ अनिवार्य लगाउनुपर्छ है। तपाईँ हामी जो कोहीले पनि आफ्नो इष्टदेवको चाहिँ एउटा चाहिँ लगाइराख्यो भने अब जहाँ पुगे तापनि आफ्नो इष्टदेवलाई सम्झेर यहीँ लागेपछि अब जस्तो सम्झिहाल्छन् ओहो मेरो इष्टदेव भगवान् रहेछ यसो ढोगेर चाहिँ हामीले उहाँलाई पुकाऱ्यो भने उहाँको सक्यो भने उहाँको जप साधनाहरू गरेमा एकदमै राम्रो हुन्छन्। अब हामी कहिले कहिले टाढा टाढाको यात्रा हुन्छन्, देश विदेशको यात्रा हुन्छन्, धेरै ठुल्ठुलो काममा विघ्न बाधाहरू आएको हुन्छन्। उहाँलाई चाहिँ राम्रोसँग एकदम भित्री मनले चाहिँ पुकारेर चाहिँ आफ्नो राम्रो शुद्ध मनले चाहिँ अब जप गरेमा आउने बाधाहरूलाई पनि छेक्छन्, आफ्नो कामहरू सक्सेस हुन्छन् भन्छन्। यसरी चाहिँ बौद्ध धर्ममा ग्रन्थहरू बताएको छ। अनि यो झम्बाला कुबेर भन्छन्। अनि यो झम्बाला कुबेर चाहिँ अब हाम्रो धन सम्बन्धी धनको राजा भन्छ नि त। धन सम्बन्धीमा अलिकति कमी आयो भने अब उहाँ नर्गिनमा पूजा गर्छन्। उहाँको नर्गको पूजा गऱ्यो भने चाहिँ अब हामीले घरमा शाह आउने, लक्ष्मी आउने, विभिन्न अब व्यापार व्यवसाय राम्रो हुने। अनि यो चाहिँ सङ्गे मेन्ला भन्छन्। सङ्गे मेन्ला भनेको चाहिँ अब मेडिसिन बुद्ध हो। उहाँ चाहिँ औषधिको चाहिँ राजा भनौँ, औषधि बुद्ध। जो कोही हामी बिरामी हुनुहुन्छ, जति औषधि खाँदा पनि नलाग्ने, जति कति मेडिकलको लाखौँको औषधि खायो तै पनि नलाग्नेको लागि चाहिँ यसरी राम्रोसँग दशग्राह फ्यालेर अनि त्यसपछि उहाँले चाहिँ यो सङ्गे मेन्लाको बुटी लगाएमा एकदम औषधि पनि लाग्छ। पछि बिस्तारै बिरामी राम्रो भएर आउँछ र निको हुन्छ भनेर चाहिँ यो हाम्रो बुद्ध भगवान्को चाहिँ अब धेरै किसिमको हुन्छन् बुट्टीहरू पनि। अनि अरू अरू ग्रहको बुट्टीहरू धेरै किसिमको हुन्छन्, धेरै क्वालिटीको हुन्छन्। अनि यो अर्को त्यस्तो खालको पनि हुन्छन्, धेरै किसिमको हुन्छ। यो पनि एउटा ग्रहकै हो, ग्रहको हुन्छन्, बिखाको हुन्छन्, धेरै किसिमको धेरै क्वालिटीको हुन्छन् बुट्टीहरू चाहिँ। अब हामीले अब किनकि अब यो बुट्टी चाहिँ एउटा एउटा चाहिँ अनिवार्य हामी साथमा राखिराख्यो भने चाहिँ अब राम्रो हुन्छ। सकभर ज्यानमै लगाउने, कुनै बेलामा नहाउने बेलामा अथवा केही उमाल्नु चाहिँ अब खोलेर अब आफ्नो पसमा अथवा आफ्नो केहीमा उसमा देवालयमा कतै राख्दाखेरि राम्रै हुन्छ, त्यस्तो कुनै बाधा पर्दैन। अनि यहाँ चाहिँ ढोलमाको छ, ढोकरको छ। अनि विशेष गरी सबभन्दा स्पेसल बुट्टी भन्छ यो। यसमा चाहिँ 109 प्रकारको हुन्छ। यसमा यसको लाइसेन्सै हुन्छ। यहाँ धेरै किसिमको यो हुन्छ भने चाहिँ अब टिबेटन भाषा, इङ्ग्लिस भाषा र चाइनिज भाषामा हुन्छ। तपाईँ कुन भाषामा पढ्न सक्नुहुन्छ। आजकल त प्रायः जस्तो अब इङ्ग्लिस त अब धेरैले जानेको बुझेकै हुन्छन्। यहाँ अब 109 प्रकारको चाहिँ हामीलाई सबै शान्ति हुन्छ। हामी सबै यो छुट्टै छुट्टै सबै लगाउन त अब नसक्नन्। अब त्यहाँ ग्राहक हुन्छन्। होइन मलाई त सबै किसिमको चाहियो, मलाई अलि लाइफ टाइमै चाहन्छु, म देश विदेशको लागि जाने हो लागि
भन्नेलाई चाहिँ अब यो हुन्छ। विदेशतिर चाहिँ धेरै नै यो लाने गर्दछन् उहाँहरूले अब किनकि अब अलिकति आफ्नो सुरक्षाको लागि फेरि अब घरिघरि यो यता भेट्न पनि गाह्रो हुन्छन्। अनि मैले पनि धेरैजनालाई पठाएको छु। तपाईँहरूले यदि तपाईँहरूले पनि चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुन्छन्। मेरो फोन नम्बर म राखिदिन्छु। फोन नम्बर कन्ट्याक्ट गर्न सक्नुहुन्छ अथवा फेसबुक, फाइबर, इमो, वाट्सएप, मेसेन्जर केमा तपाईँहरूलाई सहज हुन्छन्। अब प्रायः मैले अब सबै मिडियामा अब छ। 1 नम्बरमा युट्युब, 2 नम्बरमा फेसबुक, मेसेन्जर अनि टिकटक, इन्स्टाग्राम, वाट्सएप तपाईँलाई केमा चाहिँ सहज छ कन्ट्याक्ट गरेर दिन सक्नुहुन्छन्। यदि तपाईँहरू काठमाडौँ उपत्यकाभित्र रहेछ भने तपाईँहरू जहाँ बस्नुहुन्छ त्यही पनि तपाईँहरूलाई पुर्याउन सक्छु। तपाईँहरूले बोलाउनु पऱ्यो, लोकेसन दिनु पऱ्यो, फलाना ठाउँमा आउनु पऱ्यो, मलाई त्यतिको चाहियो भनेर चाहिँ हजुरले अब कन्ट्याक्ट गरेर अब अर्डर गर्नुभयो। काठमाडौँ उपत्यकाभरि चाहिँ म तपाईँहरू घर घरमै पनि पुर्याउन सक्छु। यदि तपाईँहरू काठमाडौँ बाहिर अथवा देश विदेशतिर हुनुहुन्छ भने अब हजुरले अब कन्ट्याक्ट गर्न सक्नुहुन्छन्। अब कुन कुन चाहिने हो तपाईँको चाहिँ लोकहाम राम्रोसँग हेरेर अनि तपाईँहरूले कुरियर मार्फत पनि विश्वको जुनसुकै कुनामा तपाईँहरूले पुर्याउन सकिन्छन्। किनकि यो चाहिँ अब हाम्रो एउटा धर्मको हो, सेवा हो। तपाईँहरूले अब जहाँ भए पनि आफ्नो दशग्रहहरू शान्ति भई राम्रो भयो भने तपाईँहरूले राम्रो भयो भने मलाई पनि त्यतिको पनि राम्रो हो। अनि त्यस्तै कारणले मैले यो भिडियो चाहिँ हुन त म पहिलादेखि नै यो बुटिक काममा चाहिँ गरिरहेको छु। बुटिकमा धेरै किसिमको मन्त्रहरू हुन्छन्। मैले अब धेरै गुरुहरूसँग चाहिँ सिकेर धेरै यो जन्तर मन्तरको बारेमा अध्ययन गरेर मैले बनाउनु पनि गरेको छु आफैले पनि। कतिपय चाहिँ अब बनाएको छैन। अब अरू चाहियो भने कुनै चाहिँ अब अर्डर अनुसार चाहिँ बनाउँछु। अहिले बनाएको चाहिँ अब जति छ त्यो अब बनाइराखेको छ। अनि कुनै चाहिँ अब यो ठुल्ठुलो त्यो चाहिँ मैले बनाएको होइन है। फेरि चाहिँ ठुलो गुरुबाट ल्याउँछन्। यो जहाँ तहीँ त्यति पाउँदैन। एकदमै यसले दुर्लभ छ। यसलाई चाहिँ अलिकति 109 प्रकारकै शान्ति हुन चाहिँ यो हामी सर्वसाधारणले बनाउन मिल्दैन। ठुल्ठुलो गुरु विमर्शहरूले बनाउनुहुन्छन्। त्यसै कुनै ठाउँमा सम्पर्क गरेर बल्ल बल्ल अलिअलि पाउँछ। त्यति धेरै पाउनु चाहिँ अब कठिन छ। अनि अरू यिनीहरू पनि अब कति त पाउँदैनन्। तर अब कतिपय अब बिरामीहरू हुन्छन्, आउँछन् र मलाई चाहिँ अब बुटिक बनाइदिनु पऱ्यो भने उहाँहरूले चाहिँ अब ग्राहकहरू हेरेर कुन खालको लाउँछ, कुन खालको लाउनु पर्ने रहेछ हेरेर अनि सबै जडीबुटीहरू, विभिन्न द्रव्यहरू, झिल्लपहरू राखेर बनाउनु पनि सकिन्छन्। कतिपय मैले बनाएको पनि छ। बनाएर अब धेरैले अब लगभग 80% भन्दा बढीले चाहिँ अब निको भएको छु भनेर प्रतिक्रिया आएको छु। अब कुनै अब 1-2 कुनैलाई अब नहोला त्यो अब त्यस्तो नभए त धेरै जस्तोलाई अब भएको छ, भइरहेको छ। अब मगाएको पनि अब प्रायः आइरहनुहुन्छ कता-कताबाट देश-विदेशको अनलाइनबाट पनि कति अब अर्डर गर्नुहुन्छन्। कतिको अनलाइनबाटै ग्राहक पनि काटेर फालेको हुन्छन्। अब कुनै बिचरा अब देश-विदेश अब कोही अमेरिका, हङकङ लगायत विभिन्न देशहरूमा अब उहाँहरू बस्नुहुन्छन्। अनि यस्तै अब फेसबुक, टिकटक, युट्युब मार्फत उहाँहरूले कन्ट्याक्ट गर्नुहुन्छन्। अनि मेरो के रहेछ हेरिदिनुहुन्छ। हेरेपछि कुनै बेला मेरो ग्राहक नै काट्ने हो भने चाहिँ उहाँहरूले पैसा पठाउनुहुन्छन्। अनि मैले सबै यहाँ पन्साएर उहाँहरूलाई भिडियो खिचेर प्रत्यक्ष लाइभ गरेर नै पठाउँछु। अनि यदि तपाईँहरूको जन्तरको पनि मैले सबै लाइभ प्रुफ गरेर नै अब सबैले अब हुन त यो ठुलो गुरुहरूले चाहिँ अब मन्त्र गरेरै पठाएको हुन्छन् कतिपय चाहिँ। तैपनि म अब आफ्नो तर्फबाट पनि मैले जानेको सम्मको सबै ठुई राप्नेहरू त्यसमा झिल्लप अधिष्ठानहरू गरेर चाहिँ अब प्रत्यक्ष लाइभ गरेर अब भिडियोसहित उहाँहरूलाई पनि अब डेलिभरी कुरियर मार्फत गर्ने गरेको छु। यदि हजुरहरूले पनि चाहेको छ, यस्तो समस्यामा परिरहेको छ भने सम्पर्क गर्न सक्नुहुन्छन्। मेरो यो युट्युबको डिस्क्रिप्सनमा हेर्नुहोला सबै ठेगानाहरू, फोन नम्बर, कन्ट्याक्ट नम्बरहरू, इमो, भाइबरदेखि लिएर वाट्सएप सबै नम्बरहरू राखेको छु। हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छन्। अनि यस्तो चाहिँ धेरै किसिमको चाहिँ बुट्टीहरू हुन्छन्। अब तपाईँहरूको बुट्टी मात्रै नभएर अब तपाईँहरूको कुनै समस्या छ भने अरू समस्याको पनि हामी समाधान गर्नेछौँ। अनि कुनै सायद हेर्नु पऱ्यो तपाईँको नानीहरूको जन्मियो, न्वारन गर्नु पऱ्यो। न्वारन पनि अब यदि नजिकै काठमाडौँ उपत्यकाभित्र नजिकै छ भने म हजुरहरूको घरमै गएर गर्न सक्छु। यदि टाढा रहेछ भने कुनैलाई अब अनलाइनबाट पनि गर्न सकिन्छन्।
कुनैको 5 मेको सायद हेर्नु पर्यो। अनि त्यस्तै पनि अब भएको छ। हुन त अब हजुरहरूको नजिक कुनै अब धर्मगुरु ठुलामाहरू अलिकति जान्ने गुरु छ भने त अब हजुरले त्यहाँ पनि सम्पर्क गर्न सक्नुहुन्छन्। त्यस्तै अ, भिडियोहरू अब मैले चाहिँ अब आफूले जानेसम्मको, बुझेसम्मको त्यस्तै त्यस्तै धार्मिक तपाईँहरूको तपाईँ हाम्रो जीवनमा काम लाग्ने महत्त्वपूर्ण भिडियोहरू चाहिँ मैले बनाएको छु मेरो युट्युब च्यानलमा। अनि टिकटक पनि राखेको छु कुनै फेसबुकमा। अनि तपाईँहरूले कुनै मनमा जिज्ञासा छ भने कमेन्ट गर्नुहोला। यदि तपाईँहरूलाई यो भिडियोहरू मन परेको छ भने आफ्नो लाइक लाइक गर्नुहोला, अ, सेयर गर्नुहोला अनि सब्सक्राइब पनि गर्नुहोला ताकि भविष्यमा यस्तो यस्तो भिडियोहरू हजुरहरूले अब हेर्नलाई पाउनुहुनेछन्। हजुरहरूको साथ सपोर्ट पाइरह्यो भने फेरि फेरि पनि योभन्दा पनि धेरै धेरै राम्रो राम्रो भिडियोहरू बनाउनु चाहिँ हामीलाई हौसला पाउनेछन् र हजुरहरूको साथ सपोर्टले नै अब हामी अघि बढ्नेछौँ भन्दै आजको चाहिँ यस भिडियोबाट चाहिँ म विशालमा बिदा चाहन्छु। धन्यवाद। भवतु सर्वमङ्गलम्।